नेपालमा के कस्ता कम्पनीहरू चाहिँ दर्ता गर्न सकिन्छ? एज पर कम्पनी एक्ट 2063 नेपालमा 3 किसिमका कम्पनीहरू हामीले दर्ता गर्न सक्छौँ। एउटा भनेको प्राइभेट कम्पनी अर्थात् प्राइभेट लिमिटेड, अर्को भनेको पब्लिक लिमिटेड कम्पनी र अर्को भनेको मुनाफा वितरण नगर्ने कम्पनी, प्रॉफिट नट डिस्ट्रिब्युटेड कम्पनी है। यो 3 किसिमका कम्पनीहरू चाहिँ हामीले दर्ता गर्न सक्छौँ। अब यिनीहरूको दर्ता प्रक्रियाहरू चाहिँ के छ भन्दाखेरि हामीले 3 किसिमका कम्पनीहरू दर्ता गर्दाखेरि चाहिँ अनलाइन प्लेटफर्म, कम्पनी रजिस्ट्रारको अनलाइन प्लेटफर्मबाट हामीले सजिलै दर्ता गर्न सक्छौँ। यसरी दर्ता गर्दाखेरि निवेदन दिएको 7 दिनभित्र हामीलाई दर्ता प्रमाणपत्र रजिस्ट्रारले उपलब्ध गराउँछ। यदि 7 दिनभित्र दर्ता प्रमाणपत्र दिन नमिल्ने कुरा हो भने सोको जानकारी 3 दिनभित्र दिनुपर्छ। त्यस्तै गरेर यदि कुनै कानुनी तवरबाट वा प्राविधिक तवरबाट दिन नमिल्ने कुरा भए सोको आधार कार्ड सहित 15 दिनभित्र त्यसको जानकारी दिनुपर्दछ। त्यस्तै गरेर हेर्ने भने यदि विदेशी कम्पनीको हकमा चाहिँ 30 दिनभित्र दर्ता प्रमाणपत्र दिनुपर्छ र यदि दर्ता प्रमाणपत्र दिन नमिल्ने कुरा हो भने 30 दिनभित्रै सोको जानकारी पनि दिनुपर्छ। तर यदि कुनै खास अर्थात् विशेष प्रकृतिका कम्पनीहरू जस्तै बैंक तथा वित्तीय संस्था अनि धितोपत्र, बिमा, सामूहिक लगानी कोष यस्ता कम्पनीहरू दर्ता गर्दा चाहिँ अनिवार्य रूपमा पब्लिक लिमिटेडको रूपमा नै दर्ता गर्नुपर्ने हुन्छ र 5 करोडभन्दा बढी पुँजी भएका दूरसञ्चार सेवाहरू पनि पब्लिक लिमिटेडको रूपमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ।